असोज 30 गतेको राशिफल लिएर उपस्थित भएको छु। नमस्कार, म ज्योतिष छवि भण्डारी। आज आश्विन कृष्ण दशमी तिथि बिहिबार। सुरु गरौँ आजको राशिफल मेष राशिबाट। मेष राशि हुनेहरूको लागि आज पारिवारिक जिम्मेवारी बढ्ने दिन देखिएको छ। हजुरहरूको आज भावनात्मक विषयमा व्यस्तता बढ्नेछ। आज दिनको अन्त्य सँगसँगै हजुरहरूको आत्मविश्वास बढ्ने र नेतृत्व क्षमतामा वृद्धि हुने देखिएको छ। आज हजुरहरूको बोली र व्यवहारले अरूको मन जित्नेछ। त्यसै गरेर आज हजुरहरूले भगवान श्री विष्णुको पूजा गरी पिपलको बोटमा जल अर्पण गर्नु राम्रो हुनेछ। वृष राशि हुनेहरूको लागि आज नजिकका मान्छेहरूसँग भेटघाटको योग बनेको छ र छोटो यात्राको योग पनि देखिएको छ। दिनको सुरुवातमा केही विषयमा दुविधाहरू आउन सक्छन्, तर दिनको अन्त्य सँगसँगै विचारमा स्पष्टता बढ्ने तर बोल्दा संयम त अपनाउनु पर्नेछ। आज हजुरहरूले ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु शुभ हुनेछ। मिथुन राशि हुनेहरूको लागि आर्थिक विषयमा सावधानी अपनाउनु होला। दिनको सुरुवातमा खर्च बढ्नेछ, तर दिनको अन्त्य सँगसँगै आर्थिक सुधारको लागि राम्रो देखिएको छ। आज हजुरहरूको परिवारमा खुसीको माहौल बन्नेछ। त्यसै गरेर आज हजुरहरूले गणेशजीलाई हरियो धुपो र अक्षता अर्पण गर्नु शुभ हुनेछ। कर्कट राशि हुनेहरूको लागि आज दिनको सुरुवातमा आत्मबल बढ्ने देखिएको छ। त्यसै गरेर आज हजुरहरूले दिनको अन्त्य सँगसँगै पुरानो कुराहरू छोडी नयाँ काम योजना सुरु गर्नको लागि राम्रो समय देखिएको छ। आज हजुरहरूले चन्द्रमालाई दुध अर्पण गरी ओम सोम सोमाय नमः मन्त्र जप गर्नु हजुरहरूको लागि शुभ हुनेछ। त्यसै गरेर सिंह राशि हुनेहरूको लागि आज दिनको सुरुवातमा आत्मनिरीक्षण र मन शान्ति पार्ने समय देखिएको छ। त्यसै गरेर आज हजुरहरूले दिनको अन्त्य सँगसँगै हजुरहरूमा आत्मविश्वास बढ्नेछ। त्यसै गरेर हजुरहरूलाई नयाँ काम सुरु गर्नको लागि अनुकूल दिन देखिएको छ। हजुरहरूले आज शिवलिङ्गमा जल अर्पण गरी ओम नमः शिवाय मन्त्र जप गर्नु शुभ हुनेछ। त्यसै गरेर कन्या राशि हुनेहरूको लागि आज मित्र र समूहबाट सहयोग प्राप्त हुने देखिएको छ। त्यसै गरेर आज हजुरहरूको दिनको अन्त्य सँगसँगै नयाँ योजना वा विचार जन्मिन सक्ने देखिएको छ। आज हजुरहरूको आत्मविश्वासले कार्यमा सफलता मिल्नेछ। त्यसै गरेर आज हजुरहरूले हरियो फल दान गरी ओम बुम बुधाय नमः मन्त्र जप गर्नु हजुरहरूको लागि शुभ हुनेछ। तुला राशि हुनेहरूको लागि कर्म क्षेत्रमा दबाव बढ्न सक्ने दिन देखिएको छ, तर योजनाबद्ध कार्यमा सफलता मिल्ने देखिएको छ। दिनको अन्त्य सँगसँगै हजुरहरूको प्रतिष्ठा र मान मर्यादा वृद्धि हुने पनि योग बनेको छ। त्यसै गरेर आज हजुरहरूले माता लक्ष्मीको आराधना गरी घिउको दीप जलाउनु राम्रो हुनेछ। त्यसै गरेर वृश्चिक राशि हुनेहरूको लागि धार्मिक कार्य वा अध्ययनमा मन लाग्ने देखिएको छ। दिनको सुरुवातमा केही भ्रम वा दुविधाहरू आउन सक्छन्, तर दिनको अन्त्य सँगसँगै स्पष्टता बढ्ने र त्यसै गरेर शुभ फल मिल्नेछ। आज हजुरहरूले पहेँलो वस्त्र धारण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। त्यसै गरेर धनु राशि हुनेहरूको लागि भावनात्मक परिवर्तन र आत्मिक सुधारको दिन देखिएको छ। आज हजुरहरूको दिनको सुरुवातमा केही पुराना कुराहरू मनमा आउन सक्छन्, तर दिनको अन्त्य सँगसँगै समय स्थिर र शान्त हुनेछ। त्यसै गरेर आज हजुरहरूले तुलसीको बोटमा जल चढाउनु र भगवान विष्णुको नाम स्मरण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। त्यसै गरेर मकर राशि हुनेहरूको लागि साझेदारी र सम्बन्धको विषयमा संवेदनशील दिन देखिएको छ। दिनको अन्त्य सँगसँगै पार्टनरसँग सुमधुर संवाद बढ्ने देखिएको छ। काम र सम्बन्ध दुवैमा सन्तुलन कायम राख्नु होला। त्यसै गरेर हजुरहरूले आज शनिदेवलाई तेल चढाउनु हजुरहरूको लागि शुभ हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आज कामको बोझ बढ्नेछ, तर तपाईँको लगनशीलताले शुभ फल मिल्ने देखिएको छ। दिनको सुरुवातमा मानसिक थकान भए तापनि दिनको अन्त्य सँगसँगै हजुरहरूमा ऊर्जा बढ्ने र उत्साहपूर्ण दिन हुने देखिएको छ। आज हजुरहरूले स्वास्थ्यमा ध्यान दिनुहोला। आज हजुरहरूले हनुमान चालिसा पाठ गरी दिनको सुरुवात गर्नु हजुरहरूको लागि शुभ हुनेछ। मीन राशि हुनेहरूको लागि आज विद्यार्थीको लागि राम्रो दिन देखिएको छ। सृजनात्मक कार्यमा मन जाने देखिएको छ। आज हजुरहरूको दिनको सुरुवातमा मन शान्त रहनेछ। त्यसै गरेर दिनको अन्त्य सँगसँगै खुसी बढ्ने र सन्तोष अनुभव हुने देखिएको छ। आज हजुरहरूले भगवान श्री कृष्णको पूजा गरी तुलसी अर्पण गर्नु हजुरहरूको लागि शुभ फलदायी हुनेछ। आज गुरुबार हजुरहरूको मन शान्त रहोस्। हजुरहरूको दिन कस्तो बितिरहेको छ कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। कुन राशिको हुनुहुन्छ हजुरहरू कमेन्ट गर्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।